बाबु नानीहरू खेल्न सकेन अरे अनि टिपेर दिएको मैले बाबु नानीहरूलाई। मेरो बुढा हेर्नु ऐसोले टिप्दै खाँदै। हेर्नु साथीहरू मेरो बुढोले फ्लावर दिएको मलाई। थ्याङ्क यू बुढो। तपाईँलाई यो नयाँ नयाँ युट्युब खोला छ, सबैले लाइक सब्सक्राइब गरिदिनु होला। हेलो नमस्ते फुला। आज तपाईँहरूलाई म बज्रबारेको मन्दिरको इतिहासको बारेमा चाहिँ थाहा छैन, मन्दिर दर्शन गराउने छु। मन पराइदिनु होला। वाचिङ फर मी। हाम्रो पोखरीको मर्मत हुँदैछ हेर्नुहोस्। हेलो, यो चाहिँ मन्दिरको गेट। आज शनिबार हो अनि शनिबार चाहिँ यहाँ पिकनिक आउने मान्छेहरू टन्नै आउँछ। उहाँ चाहिँ मेरो हस्बेन्ड हुनुहुन्छ। हेर्नुहोस् यता हेर्नुहोस् त। अब म तपाईँहरूलाई के अरे मन्दिरहरू देखाउँछु। अनि तपाईँहरू अब टाढा टाढाको मान्छेहरू भए पनि नजिकको भए पनि तपाईँहरूलाई बज्रबारे माताले रक्षा गरून् भन्ने आशा छ। अब हेरिदिनु होला। मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला साथीहरू। माया गरिदिनु होला भन्न चाहन्छु। अब मन्दिरहरू देखाउँछु है त तपाईँहरूलाई म। यो हो बज्रबारे मन्दिर। आज प्याक छ हेर्नुहोस् त साथीहरू, एकदम प्याक छ। यो चाहिँ भजन मण्डलहरू, घन्टी, मन्दिरहरू रक्षा गरौँ तपाईँहरूलाई। यहाँ चाहिँ मेरो साथी आउँदैछ, शर्मिला जी। चाहिँ पछाडिको मन्दिर हो है साथीहरू। बज्रबारे मन्दिरले रक्षा गरून् सबैलाई। यो चाहिँ जङ्गल, पछाडिको जङ्गल हो है यो। यो चाहिँ सेकेन्ड भ्लग हो मेरो। यो चाहिँ मेरो साथी हो। के अरे आज बज्रबारेमा ठ्याक्कै भेट भयो। हेलो। अनि ऊ चाहिँ छोरी हो। आज यहाँ मान्छेहरू पिकनिक स्पोट आउनु चाहनुहुन्छ भने आउनु बज्रबारे मन्दिरमा। चापागाउँ ललितपुर बज्रबारे मन्दिर। यहाँ त बाघ पनि आउँछ नि गाइज। साथीहरू यहाँ त बाघ आउँछ। साथीहरू छ यहाँ टन्नै। हेर्नुहोस् साथीहरू हेर्नु त कस्तो राम्रो साथी। वा हेर्नुहोस्। हाई हाई। अनि तपाईँ चाहिँ के भन्न चाहनुहुन्छ भनिदिनु त। तपाईँलाई यो नयाँ नयाँ युट्युब खोला छ, सबैले लाइक सब्सक्राइब गरिदिनु होला। अनि भाइरल बनाइदिनु मेरो साथीलाई। भाइरल एक्सर्साइज गर्ने ठाउँहरू मन्दिरमा। अब हुन्छ नि विश्वास कतिको आस्था राख्नुहुन्छ? हजुर हजुर हजुर। एकदम राम्रो विश्वास लाग्छ यहाँ बज्रबारे माताको। हजुर सबैजना आइदिनु होला। हजुर विश्वास गर्नु। हजुर हजुर। आफ्नो मनोकामना पुरा हुन्छ। बज्रबारे माताले सबै पुरा गरिदिनुहुन्छ। हजुर। पछाडिको बाटो यो चाहिँ अगाडिको बाटो। अघि गयो हामी फर्स्ट बाटो चाहिँ यो गएको थियो। यो चाहिँ पछाडिको बाटो। तपाईँहरूलाई गुम्बा पनि देखाउनु लागेको छु। गुम्बा पनि छ बज्रबारे यता साइडमा। गुम्बा हेर्नुहोस्। गुम्बाभित्र चाहिँ छिर्न दिँदैन रहेछ अहिले। यो चाहिँ बनाउँदैछ स्वर्गद्वारले। यो चाहिँ स्वर्गद्वार सेकेन्ड गुम्बा। अब हामी चिहान बसेको चिहान लाको चाहने अनि जाने
हाम्रो भिडियो अझै जारी छ। आज यहाँ बचेबारी पछाडि पनि आएको साथीहरू कस्तो राम्रो के पहिला यतातिर के अरे जङ्गलै जङ्गल थियो कि आउनै डर लाग्थ्यो। अहिले हेर्नु न यहाँ कति डिफ्रेन्ट भइसक्यो। हामी पनि यहाँ कति 6-7 वर्षपछि आएको होला हामी यहाँ। पहिला यहाँ घरहरू एउटै थिएन कि जङ्गलै जङ्गल थियो हेर्नु न। अहिले त घरहरू प्लटिङ गरेर राख्नु भएको रहेछ। पुरै जङ्गल घना जङ्गल थियो कि आउनै डर लाग्थ्यो यतातिर त। बाघ पनि आउँथ्यो नि त। यो चाहिँ बज्रबारे मन्दिरको पछाडिको है यो। अन्त बच्चा बेलामा हामीले ऐसोले खान्थ्यौँ नि त्यस्तो याद आयो होइन साथीहरू। बच्चाहरू रहेछ यहाँ खाइरहेको हेर्नु। ऐसोलो कि ऐसोलो काफल भन्छ कि ऐसोलो भन्छ ऐसोलो होला हेर्नु है। ऐसोलोको बोट बच्चाहरू। मेरो बुढा हेर्नु नि त्यहाँ ऐसोले टिप्दै खाँदै बसिरह। साथीहरू म पनि खाउँ है त। धेरै बसेपछि चाहिँ बाबु नानीहरू टिप्नु सकेन अरे अनि टिपेर दिएको मैले बाबु नानीहरूलाई। हेर्नु न ऐसोलो कति याद आयो है बच्चा बेलाको। कति खाना आउँथ्यो कि पहिला हामी यहाँ सानोमा। मेरो बुढाले रुखहरू पनि भाँचिरहेको रहेछ हेर्नु। यहाँ पहिरो गइरहेको रहेछ हेर्नु साथीहरू। बच्चाहरू यहाँ काफल टिप्ने होला काफल पनि पाउँदो रहेछ। ऐसोलो काफल लप्सीको बोट पनि रहेछ। यहाँ मेरो बुढो कहाँबाट हेर्नु साथीहरू। मेरो बुढोले फ्लावर दिएको मलाई। थ्याङ्क यू बुढो। लाउनु पऱ्यो नि साथीहरू। कस्तो रमाइलो लाग्यो कि मलाई यो ठाउँहरू। माई गड सोच्नै सकेन। म यहीँ एन्ड गर्न चाहन्छु। अब मेरो भिडियोलाई माया गरिदिनु होला तपाईँहरूले। नेक्स्ट भिडियो चाहिँ बुद्ध जयन्तीको आउने छ। मन पराइदिनु होला। मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला भनी आशा गर्छु। थ्याङ्क यू फर वाचिङ। बाई।